नमस्कार हजुरहरू सबैलाई मेरो नौलो किचनमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज म हजुरहरूका लागि आलु र सरखण्डको एकदमै स्वादिष्ट सजिलो रेसिपी लिएर आएकी छु। यो रेसिपी खास कुरा के हो भने हामी यसलाई बिना पानी नै बनाउने छौँ, जसले गर्दा स्वाद अझै बढ्छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनुहोला नयाँ हुनुहुन्छ भने। अब म आलु सरखण्डलाई धोएर रेडी गरेँ। त्यही रेडी गरेको आलु सरखण्ड क्रमशः काट्न गइरहेकी छु। अलिकति छिलेको सरखण्ड र अलिकति नछिलेको सरखण्ड छ यहाँ। अब मेरो सरखण्ड र आलु काटेर रेडी भयो। अघि मैले कुकरमा तेल हल्का लगाएको थिएँ। त्यही कुकरमा क्रमशः आलु र सरखण्ड राख्दा जाँदैछु। अब मैले एउटा गमलामा पानी ल्याएर त्यस गमलाको पानीमा रुमाल भिजाएर हल्का निचारेर त्यो कुकरभित्र राखिदिन्छु सबैले। फेरि अर्को रुमाल पनि यसै गरी भिजाएर म कुकरमा राख्छु। त्यसपछि मैले ढक्कन लगाएर कुकरलाई ग्यासमा चढाउँछु। एकछिन अब सरखण्डलाई पाक्न दिनुपर्छ। कुकरले सिटी पनि लागिसक्यो। अब म यो कुकर ढक्कन खोलेर चेक गर्छु है। फोकले चेक गर्न पनि थालिसकेँ। अब प्लेटमा राखेर एकदमै राम्रोसँग पाकेको रहेछ आलु। अघि मैले छिलेको सरखण्ड र नछिलेको सरखण्ड राखेकी थिएँ। अहिले फोक्दाखेरि एकदम राम्रोसँग पाकेको रहेछ। हजुरहरूले पनि यस्तै गराएर एकफेरि टेस्ट लिनुहोस् है साथीहरू। एकदमै मिठो हुन्छ यो सरखण्ड।